लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा पर्दछ धार्मिक ऐतिहासिक ठाउँ रेसुङ्गा। त्रेता युगमा हर्षि विभाण्डकका छोरा महर्षि ऋष्य श्रृंगले तपस्या गरेको पवित्र स्थान हो। ऋष्य श्रृंग तपोभूमि नाम कालान्तरमा अपभ्रंश भई रेसुङ्गा रहन गएको हो। रेसुङ्गामा तपस्या गरी सिद्धि प्राप्त गरेका थिए र महर्षि कलिएका थिए। रेसुङ्गामा द्वापर युग त्रेता युगदेखि नै यसको महत्व रहेको विभिन्न धर्म ग्रन्थहरूमा उल्लेख पनि गरिएको छ। रेसुङ्गा सिद्ध भूमि, तपोभूमि, महर्षि भूमि हो, जहाँ धेरै ऋषि महर्षिहरूले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहेको छ। रेसुङ्गाको महत्व धेरै वेद पुराणहरूमा समेत उल्लेख गरिएको छ। त्रेता युगमा अयोध्याका राजा दशरथ निसन्तान हुँदा निकै चिन्तित थिए। रेसुङ्गामा बडो तपस्वी सिद्ध महर्षि छन् भन्ने थाहा पाएर दशरथले ऋष्य श्रृंगबाट पुत्रेष्टि महायज्ञ गरेपछि दशरथका रानीहरू गर्भवती भई राम, भरत, लक्ष्मण र शत्रुघ्नको जन्म भएको पौराणिक कथन छ। पछि ऋषि श्रृंगलाई भेट्न राम र लक्ष्मण रेसुङ्गा गएको वर्णन पनि पाइन्छ। अग्लो देवगिरी रेसुङ्गामा पानीको अभाव भएकोले रामले बाण हानेर पानी निकालिदिएको रामकुवा अहिले पनि छ। रामकुवामा ग्रीष्म, वर्षा या हिउँद सधैँ एक स्तरमा पानी रहन्छ। रेसुङ्गा स्वामी शशिधरले तपस्या गरेको ठाउँ हो। यसैगरी महाप्रभु यदुगानन्दले विक्रम सम्वत 1983 देखि 2021 सालसम्म रेसुङ्गामा यज्ञहरू लगाएका थिए भनिन्छ। उनले नै यज्ञशाला निर्माण गरेका हुन् भन्ने छ। रेसुङ्गामा धेरै महर्षिहरूको तपस्यापछि 2041 सालमा योगी नरहरिनाथको आगमनसँगै धेरै महत्व बाहिर आएको बताइन्छ। नरहरिनाथले 1 महिनासम्म होम गरेर यसको गरिमालाई माथि ल्याउनु विशेष भूमिका रहेको उल्लेख छ। रेसुङ्गा एक देवगिरी, तपोभूमि, सिद्ध भूमि, यज्ञ भूमि, राम लक्ष्मणले टेकेको भूमि भएकोले यसको धार्मिक महत्व ठूलो रहेको छ।